सो होइन आज चाहिँ हामी टक्क हामी भन्नाले म घाँस काट्न जानु लाग्यो टक्क यहाँ माथि घाँस कति पाउँछ पुगेर ल्याउने हो घरदेखि चाहिँ धेरै माथि आइसक्यो हल्का घाँस सास पायो भने लिएर आउने हो घाँस पायो भने के भन्छ सकिँदैन चप्पल नि यस्तो छ छुट्या छुट्या गर्छ छैन घाँस चाहिँ यहाँ मुनि छ के गर्ने काट्नै पर्यो सो मैले के भन्छ अरे घाँस काटेर चाहिँ यहीँनिर हो होइन अब त्यहाँ मुनितिर जान्छु यहाँ राम्रो राम्रो घाँस छ क्या अरू घाँस त बाख्राले खाँदै खाँदैन के को गेडा हो यो रातो भैँसी खान मिल्छ नि अब यहाँ मुनि जान्छु सबै यहाँ पुगाले यहाँ मुनि छ कि राम्रो राम्रो घाँस यति काटेँ सो घाँस काटेर सिद्धि होइन मा हल्का खुट्टामा चोट पनि लाग्यो रगत आइरहेको छ यहाँ ढुङ्गामा त्यहाँ भिरबाट ब्लुट तल खस्यो तैपनि जुरो उडेर आयो घाँस चाहिँ अब भारी लाउनु लाग्यो त्यहाँनिर नि अलिकति छ त्यहाँ माथि त्यो लिएर आउँछु अनि त्यसपछि घर जान्छ पानी पनि परिरहेको छ हालत त यस्तो हुन्छ केटाकेटी घाँस काट्यो भने खुट्टा काट्ने भिरबाट लड्ने अब घाँस चाहिँ यहाँ त भिरमा छ तलतिर नजिकको सब अब छिमेकीहरूले आउँछ लिएर जान्छ के गर्ने आफू माथि जङ्गलतिर आउनुपर्छ अनि त ठिकै छ खुट्टा नि काट्यो क्या पोल्दैछ माथि लोड चिरे जस्तो लाग्यो के गर्ने अब आउनु पऱ्यो गर्नु पऱ्यो गाई बाख्रा भोकै हुन्छ भारी लाउनु लाग्यो अब चाहिँ त्यहाँनिर अलिकति छ त्यो लिएर आउँछु त्यसपछि टक्क भारी ल्याएर बसेर जान्छ के गर्ने गाह्रो छ हो अब घाँस काट्न त हात पनि घाउ भएछ यहाँ हल्का त्यहाँबाट क्या चिप्लिरहेको मुनि छ भिड छ मुनि राम्रो घाँस त्यहीँ टिपेको छ अब घरतिर जानु पऱ्यो सो बाई त्यही हो दुःख गर्नुपर्छ सुखको दिन आउँछ बाई